जीरा पड्के खुर्सानी हालेँ है। मैले आँटाको दाल के बनाउने हो। टमाटर हाल्ने हो। दाल त धेरै दिनको बादमा चाहिँ मेरो छोराले दालपिटी खानु आउने भन्नु नि त। आज दालपिटी बनाउनु आँटेको हर्दी पनि हाल्यो। राति हर्दी नहुनु भन्छ हर्दी हाल्यो स्वाद अनुसारमा। अलिकति दालहरू चाहिँ दाल पकाएको अन्त यसरी बनाउँदैछु है। कतिहरू कस्तो हुन्छ बनाएर चाहिँ थाहा पाउनु। पानी पनि हाल्यो। यो दाल पाक्छ हो। यतामा रोटी बेल दाल बोइल गरेको थिएँ। मजाले दाल भुट्यो। जिरा सुकेको खोर्सानी प्याज टमाटर हालेर गरेको थिएँ। भुटेर पानी हालेर चाहिँ अब यो हाल्नु आँटेको। यतिखेर एकछिन चलाउनु पऱ्यो हो। एकछिन जारियालाई पकाएर चाहिँ टक्क छोडिदिनु पऱ्यो। कस्तो मजाले पाक्यो। हेर जस्तो लाग्यो है। सर्टकट अल्छी लाग्यो भने छिटो गर्ने ल जस्तो इच्छा आफ्नो मर्जीले बनाऊ है। अब उतार्ने हो। धेरै थरीको हालेर बनाउनु सक्नुहुन्छ हो। तर मैले यो चाहिँ सादा र सिम्पलमा बनाएको केही छैन त्यस्तो। जिरा फोरन दिएँ। सुकेको खुर्सानी प्याज टमाटर दिएर है अनि भुटे त्यहाँबाट दाल हालेँ। अनि त्यसको बादमा चाहिँ यसो फुल जस्तो बनाएर चाहिँ हेर्दा नि कस्तो मजाको रहेछ। यसरी तपाईँहरू यसरी नै ट्राई गर्नुहोस् कुनै दिन। त्यस्तो ज्यादा टाइम लाग्दैन। छिटो मिठो यो चाहिँ खाना। धनियाँ पत्ता त छैन रहेछ है। अब यस्तै ट्राई गर्नु पऱ्यो एकचोटि कस्तो भएछ गाइस। झोल त दामी भएछ। तातो छ त्यसको दामी टेस्टी। थ्याङ्क यू गाइस। दामी रहेछ टेस्टी। तपाईँहरू पनि यसरी नै बनाएर खानुहोस् कहिले कहिले। आफ्नो हेल्थको पनि केयर हुन्छ साथीहरू। ओके थ्याङ्क यू बाई बाई।